आज कम्पनीमा बबल अर्डर हानियो र हानिसकेपछि आज अस्ताजी चाहिँ छुट्टी हुनुहुन्थ्यो। छुट्टी भएपछि आज मैले के गरेँ त अनि कस्तो कस्तो खालको अर्डर लगाएँ र अर्डरमा कम्प्लेन आउन दिएँ कि दिएन भन्ने कुरो यो भिडियो सबै थोक बनाउँछु र आज अर्डर हान्न धेरै मजा आयो साथीहरू। मेरो भिडियो लास्ट तक हेरेर साथ दिनु होला है त। सो वेलकम ब्याक टु माई मिनी ब्लगमा सबैले आशा गर्छु साथी समाचार हुन्छ साथीहरू। पन्जाबमा पानी परेको छ। पानी परे पनि गरम त धेरै भइरहेछ साथीहरू। सिधा म गएँ कम्पनी गइसकेपछि आज चाहिँ अस्ताजी नआउने भनेर ग्रुपमा मेसेज आइसकेपछि म चाहिँ आधा 1 घन्टा पहिले चाहिँ कम्पनी गएको थिएँ। त्यसपछि अब चाहिँ मेरो आफ्नो सेटिङ चाहिँ गर्न थालेँ। सेटिङ गर्नुभन्दा पहिला सबै सामानहरू बाहिर निकाल्थेँ र भाइले पनि बवाल तर आफ्नो सेटिङ गरिरहेको थियो उता चाहिँ। अनि त्यसपछि मेरो पनि एउटा अर्डर आएको थियो, बटर नान गार्लिक नान बाल आएको थियो र अनि तर चाहिँ मलाई यो हान्न चाहिँ बवाल लाग्छ। किनभने नजाँदाखेरि हान्नु लाग्छ। अहिले जानु चाहिँ आफै हान्दाखेरि चाहिँ ठिक लाग्छ। बवाल लागिरहेको छ, काममा सिकिरहेको छु, फटाफट भइरहेको छ। अनि फेरि गार्लिक नान 2टा आएको थियो, यो पनि हान्दा बवाल तरिकाले मैले दिदिएँ। त्यसपछि मलाई गार्लिक चाहिँ खत्तम भएको थियो। अनि बवाल तरिकाको एक ढुङ्गा गार्लिक छिरेर फटाफट गरेर मैले गार्लिक चाहिँ चप बन्न थालेँ। गार्लिक चप गरेर चाहिँ अर्को अर्डर आएको थियो, मलाई इरानी टिक्का आएको थियो। नि त यसलाई पनि चट्ट सबै बवाल तरिकाले बनाएर मैले दिइसकेँ। यो मोमेन्ट चाहिँ बवाल लाग्छ साथीहरू। तपाईँहरूलाई यस्तो काम गर्नु मन चाहिँ गर्नु। को होटल लाइनबाट मलाई हेर्नुभएको छ साथीहरू, यो चाहिँ मलाई कमेन्ट गरिदिनु। यो चाहिँ तन्दुरी प्लेटर, यसमा चाहिँ 4 आइटम जानु लागेको छ। पहिले 3 आइटम जान्थ्यो, अहिले यता क्वालिटीबाट 4 आइटम जान्छ साथीहरू। चाहिँ यसै गर्दा गर्दै आजको दिनचर्या त मेरो यसै गरेर बित्यो। तपाईँहरूको चाहिँ दिनचर्या कसरी बित्यो यहाँ तक भिडियो हेर्नु चाहिँ लाइक एन्ड सेयर एन्ड फलो चाहिँ गर्न नभुल्नु है साथीहरू।